हेलो एभ्रिवान वेलकम टु च्यानल। हामी स्टार्ट गर्न गइरहेका छौँ नेप्से विकली। अब हाम्रो गत हप्ता हाम्रो बुलिस क्यान्डल फर्मेसन भएको छ भने हाम्रो लेभलभन्दा माथि सस्टेन सकिरहेको छैन भनेको मतलब अब अर्को दिन भोलि भनौँ न भोलि योभन्दा माथि सस्टेन गर्छ भने हाम्रो 80को लेभलभन्दा वा 78 भन्दा माथि सस्टेन गर्छ भने हामी माथि बाइङको लागि रेडी भएको एग्रेसिभ ट्रेडरले त पक्कै पनि बाइङ भइसकेको होला। डिफेन्सिभ ट्रेडरको लागि चाहिँ पक्कै पनि हामी बाइङ गर्नेछौँ भनेपछि स्टप लस चाहिँ हाम्रो पक्कै पनि तल यो क्यान्डलको लो 2547 हुनेछ है त। पुल ब्याक आउँदाखेरि या माथि क्लोजिङ भइसकेपछि फेरि माथि क्लोजिङ भइसकेपछि मात्र पुल ब्याक आउँदा पनि बाई गर्न सक्छौँ हामीले है त नेप्सेमा चाहिँ। अब जाउँ हामी माइक्रो फाइनेन्समा विकलीमा सबै क्यान्डलहरू राम्रो फर्मेसन भएको छ भने हाम्रो लेभलभन्दा माथि नै सस्टेन भएको कारणले गर्दाखेरि अब पक्कै पनि डेलीमा बाइङ भइसकेको हुनुपर्ने छ है त। बाइङ हाम्रो यो क्यान्डलमा माथि बाइङ भइसकेको कारणले गर्दाखेरि हामी पक्कै पनि माथितिर जान्छौँ है त। अब हाम्रो अर्को टार्गेट भनेको पक्कै पनि हाम्रो 5012 वा 10सम्मको टार्गेट हुनेछ। अब पुल ब्याक आउँदाखेरि यसैलाई नै आधार मानेर हामीले बाइङ गर्न सक्छौँ भने स्टप लस हामीले यसलाई क्लोजिङको रूपमा हामीले मान्नुपर्ने हुन्छ माइक्रो फाइनेन्समा पनि। अब अर्को जाउँ हाम्रो हाइड्रोमा विकली सबै क्यान्डलमा राम्रो क्यान्डल ग्रिन क्यान्डल फर्मेसन बुलिस क्यान्डल फर्मेसन भएको देख्न सकिन्छ भने हाम्रो लेभलबाट नै माथि गएको देख्न सकिन्छ है त। अब यसमा पनि बुलिस इन्गफ नै भएको छ भने हाइड्रोमा डेलीमा चाहिँ के फर्मेसन भएको छ, डेलीमा पनि राम्रै अनडिसेन्ट क्यान्डल भएर माथि क्लोजिङ भएको छ भने यसमा है त यो माथि नै क्लोजिङ भएको छ भने पुल ब्याक आउँदाखेरि पक्कै पनि बाइङ गर्न सक्छौँ भने हाम्रो स्टप लस 3488 को रूपमा हाम्रो रहनेछ हाइड्रोमा है त। अर्को जाउँ हाम्रो होटल इन्डेक्समा विकलीमा के छ, विकलीमा पनि हाम्रो लेभलभन्दा अलिक तलबाट सस्टेन भएर माथि गएको देख्न सकिन्छ भने डेलीमा हाम्रो सिग्नल क्यान्डल यो क्यान्डलभन्दा अनडिसेन्ट क्यान्डलभन्दा माथि सस्टेन भएको कारणले गर्दा पक्कै पनि बाइङ भएको हुनुपर्ने हुन्छ। त्यसपछि माथि गएको देख्न सकिन्छ भने अब पुल ब्याक आउँदाखेरि बाइङ गर्न सकिन्छ भने अर्को 7371 भन्दा माथि क्लोजिङ भयो भने फेरि पनि मार्केट माथि जाने चान्सेस हाई हुँदै जानेछ है त। अर्को जाउँ हाम्रो होटल पछि डेभलपमेन्टमा विकलीमा के भएको छ, विकलीमा पनि राम्रै बुलिस क्यान्डल फर्मेसन भएको छ भने यसलाई सपोर्ट गर्नको लागि नि हाम्रो यो 5438 भन्दा माथि नै सस्टेन भएको हुनुपर्ने छ भने यसैलाई नि यो क्यान्डलको लोलाई नि स्टप लस मानेर हामीले बाइङ गर्न सक्छौँ है त। हाम्रो यो क्यान्डल अस्ति 2 दिन अगाडि नै हाम्रो बुलिस क्यान्डल फर्मेसन भइसकेको छ भने हामीले पक्कै पनि स्टप लस बाइङ भएको हुनुपर्ने हुन्छ है त। त्यसपछि अब विकलीमा त राम्रो क्यान्डल फर्मेसन भइसकेको छ, हामी यसैलाई नि स्टप लस मानेर पक्कै पनि हामी बाइङ गर्न सक्छौँ। अब अर्को जाउँ डेभलपमेन्ट पछि म्यानुफ्याक्चरमा पनि राम्रो सपोर्टको लेभलबाट नै माथि गएको देख्न सकिन्छ भने विकलीमा चाहिँ डेलीमा त खतरा क्यान्डल बनेको छ त। हाम्रो लेभलबाट नै माथि सस्टेन भएको कारणले गर्दाखेरि पुल ब्याक आउँदाखेरि हामीले बाइङ गर्न सक्छौँ भने अर्को टार्गेट हाम्रो यसलाई क्रस गर्दैन भने है त 10,000 को लेभललाई क्रस गर्दैन भने हामी 11,500 को लेभललाई टार्गेट बनाएर जानेछौँ है त। अब म्यानुफ्याक्चर पछि अब जाउँ अदर्समा के छ, अदर्समा हाम्रो लेभलभन्दा तलबाट सस्टेन भएर माथि गएको छ भने यसमा बुलिस क्यान्डल त पक्कै पनि फर्मेसन भएको देख्न सकिन्छ। विकलीमा बाइङको लागि बाइङ चाहिँ रेडी भइसकेको छ है त, एक्टिभ ट्रेडर पनि डिफेन्सिभ ट्रेडरले पनि। अब डेलीमा यसमा एउटा कन्डिसन के छ भन्दाखेरि हाम्रो 1912 भन्दा तल क्लोजिङ हुँदैन है त। अब भयो भने फेरि पनि मार्केट अलिकति अदर्समा चाहिँ तल जाने चान्सेस हुन्छ। अब जाउँ अदर्स पछि हाम्रो ब्याङ्किङको विकली फर्स्टमा हामी विकली हेर्नेछौँ है त। विकलीमा पनि त्यस्तै अलिकति तलमाथि भएर माथि गइरहेको छ भने हाम्रो म्याकडीले पक्कै पनि हामी बुलिस छौँ, यसमा ब्याङ्किङमा पनि इन्डेक्समा पनि हामी बुलिस छौँ भनेर नै देखाइरहेको देख्न सकिन्छ है त। अब डेलीमा त खतरा क्यान्डल बनेर माथि गइरहेको छ, हामीले पुल ब्याक आउँदाखेरि नै
पुलब्याक आउँदाखेरि है त स्टप लस यही मान्ने हो भने पनि हाम्रो पुलब्याक यसैलाई स्टपमा लस मान्नुपर्ने हुन्छ भने यदि बाई चान्स 1420 भन्दा तल क्लोजिङ भयो भने है त तल क्लोजिङ भयो भने मार्केट फेरि पनि तल जुन यो बुलिस क्यान्डललाई इन्भ्यालिड गरेर तल जाने चान्सेस हाई हुँदै जानेछ है त 1421 भन्दा वा 20 भन्दा तल क्लोजिङ भयो भने है त ब्याङ्किङ इन्डेक्समा। अब जाउँ हामी ब्याङ्किङ पछि नन लाइफ इन्डेक्समा। नन लाइफमा पनि हाम्रो राम्रो बुलिस क्यान्डल फर्मेसन भइसकेको छ, पुलब्याक आउँदाखेरि पक्कै पनि बाइङ गर्न सकिन्छ भने हाम्रो 10,678 को लेभल भन्दा तल क्लोजिङ हुनु भएन है त, हुनु भएन। यदि भयो भने हाम्रो अझ पनि 10,030 को लेभलमा आउने चान्स हुन्छ। भन्नुको मतलब हाम्रो स्टप लस हन्ट या हिट गर्ने चान्सेस हुन्छ है त। मार्केट त पक्कै पनि डाइभर्जन भएको कारणले गर्दाखेरि पक्कै पनि माथि गइरहेको देख्न सक्छौँ है त। हामीले गत हप्ता पनि भनेको थियौँ डाइभर्जन पुरै इन्डेक्सहरूमा प्रायः इन्डेक्सहरूमा 4-5 इन्डेक्सहरूमा डाइभर्जनहरू आइरहेको देख्न सक्छौँ है त। अब जाउँ हामी अर्को नन लाइफ पछि लाइफ इन्सुरेन्स। लाइफ इन्सुरेन्समा पनि राम्रै लेभलबाट माथि सस्टेन भएर माथि गइरहेको देख्न सकिन्छ भने विकलीमा राम्रो क्यान्डल फर्मेसन भएको देख्न सकिन्छ भने अब फर्दर है त फर्दर यो बुलिस क्यान्डललाई इन्भ्यालिड गर्नु भएन है त। इन्भ्यालिड गऱ्यो भने फेरि पनि हाम्रो मार्केट भन्नु मतलब लाइफ इन्सुरेन्स फेरि पनि तल आउने चान्सेस हुन्छ। सबैमा इन्डेक्सहरूमा पनि वा निफ्सीमा पनि यो विकली क्यान्डललाई इन्भ्यालिड गरेको खण्डमा फर्दर तल आउने चान्सेस बढ्दै जान्छ है त। अब जाउँ लाइफ इन्सुरेन्सको डेलीमा। डेलीमा त राम्रो क्यान्डल फर्मेसन भएर गएको छ, यसमा पनि पक्कै पनि डाइभर्जन थियो, त्यही भएर हामी पक्कै पनि माथि गइरहेका छौँ है त। अब हामीले 1-2 हप्ताको लागि चाहिँ हामीले पक्कै पनि ट्रेड पाउँछौँ है त यसमा डाइभर्जनवाला इन्डेक्सहरूमा है त। यसमा पनि डाइभर्जन देखिसकेको थियो, त्यही भएर यसमा पनि हामीले बाइङ गर्न सक्थ्यौँ है त। अब अर्को जाउँ लाइफ इन्सुरेन्स पछि फाइनेन्स। फाइनेन्समा पनि डेलीमा त राम्रो क्यान्डल बनेको छ, विकलीमा चाहिँ के छ, विकलीमा हाम्रो लेभल 2453 को लेभल भन्दा माथि सस्टेन भयो भने फाइनेन्स सस्टेन भयो भने मार्केट नेप्सी पनि माथि अटोमेटिक जानिन्छ। त्यसले गर्दाखेरि अरू इन्डेक्सहरू पनि अटोमेटिक माथि तान्दै जानिन्छ। अर्को हप्ता चाहिँ फाइनेन्सको यो 2453 वा 54 को लेभल भन्दा माथि सस्टेन भयो कि भएन वा डेलीमा सस्टेन भयो भने पक्कै पनि हामीले बाइङ गर्न सक्छौँ है त। पक्कै पनि बाइङ गर्न सक्छौँ। स्टप लस यसैलाई नै मान्नुपर्ने हुन्छ। योभन्दा तल क्लोजिङ भयो भने है त 53 भन्दा तल क्लोजिङ भयो भने अलिकति स्टप लस यसैलाई मान्नुपर्ने हुन्छ। यदि होइन योभन्दा माथि सस्टेन भएर गयो भने त पक्कै पनि हाम्रो मार्केट माथि चढ्छ भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ है त। फर्स्टमा चाहिँ हाम्रो लेभलभन्दा माथि क्लोजिङ गर्नुपर्ने हुन्छ। अर्को जाउँ हाम्रो ट्रेडिङ विकली के छ, फिबोनाची तानेर हिँड्छ है त। यसमा एउटा फिबोनाची तान्दिउँ के छ, यसमा चाहिँ ट्रेडिङमा पक्कै पनि हाम्रो बाइङ आएको देख्न सकिरहेको छैनौँ है त। बाइङ आएको छैन यसमा। अब यो पक्कै पनि माथि जानु छ भने ट्रेडिङ लेभल माथि जानु छ भने 3385 भन्दा वा 86 भन्दा माथि क्लोजिङ गर्नुपर्ने हुन्छ। त्यसपछि मात्र मार्केट माथि जाने चान्सेस हुन्छ ट्रेडिङले है। अब जाउँ हामी डेलीमा के छ, डेलीमा पनि यो पक्कै पनि एकुमुलेसन भइरहेको देख्न सक्छौँ है त। यो डाइभर्जन पक्कै पनि आइरहेको देख्न सकिन्छ है यसमा पनि। मतलब नेप्सी प्राइस अब अप भइरहेको देख्न सक्छौँ है त। यो झरिरहेको छ भने यो माथि चढिरहेको छ है त, डाइभर्जन छ। अब यसैलाई स्टप लस मानेपछि ट्रेडरले यसैलाई स्टप लस मानेर बाइङ गर्न सकिन्छ भने डिफेन्सिभ ट्रेडरले डेलीमा यो लेभलभन्दा माथि क्लोजिङ भयो भने स्टप लस यसैलाई मानेर हामी बाइङ गर्न सक्छौँ। सबैमा त्यही छ है त। हाम्रो लेभलभन्दा हाम्रो फिबोनाचीको लेभलभन्दा माथि क्लोजिङ भयो भने एग्रेसिभ ट्रेडर होस् या डिफेन्सिभ ट्रेडर होस् पक्कै पनि बाइङ गर्न सक्छौँ। स्टप लस यसैलाई योभन्दा लेभलभन्दा तल क्लोजिङ भयो भने 50%, हाम्रो 50% भनेको यो लेभलभन्दा तल क्लोजिङ भयो भने हामीले पुरै क्लोज गर्नुपर्ने हुन्छ है त। सबैमा स्ट्राटेजी चाहिँ हाम्रो त्यो रहनेछ। इन्भेस्टिङमा पनि फिबोनाची तानेको छैन। अब इन्भेस्टमेन्ट पनि एकताल हेरौँ है त। इन्भेस्टमेन्टमा पनि 50% को लेभलबाट सपोर्ट लिएर माथि गएको देख्न सकिन्छ है त। यो अलिकति क्लोजिङ भयो त्यसपछि माथि फेरि
माथि सपोर्ट लिएर माथि क्लोजिङ गर्न गरेको छ भने पुल ब्याक आउँदाखेरि पक्कै पनि हामीले स्टप लस यसैलाई मानेर हुन्छ है, यसैलाई मानेर हुन्छ। विकलीमा चाहिँ 95 भन्दा तल क्लोजिङ हुनु भएन, डेलीमा तल क्लोजिङ भयो भने स्टप लस यसैलाई मान्ने छौँ है त। स्टप लस यो माने पनि भयो, तपाईँहरूले यो माने पनि भयो है त। 94 माने पनि भयो, 95 माने पनि भयो, अलिकति मात्र फरक हो, खासै फरक छैन है त। स्टप लस पक्कै पनि हामीले स्टप लस लगाएर पक्कै पनि हामी ट्रेडिङ गर्नेछौँ। अब हाम्रो ठ्याक्कै लेभलमा रेसिस्टको लेभलमा हाम्रो रेसिस्टको लेभलमा काम गरेको छ भने डिफेन्सिभ ट्रेडरले भोलिपल्ट योभन्दा माथि क्लोजिङ भयो भने यो भन्दा माथि क्लोजिङ भयो भने हामीले पक्कै पनि बाइङ गर्नेछौँ। स्टप लस अलिकति टाढा हुनेछ हाम्रो। यदि पुल ब्याक आयो भने त पक्कै पनि हामीले बाइङ गर्न सक्नेछौँ। यसलाई नै स्टप लस मान्नुपर्ने हुन्छ। तर विकली चाहिँ यो लेभलभन्दा विकली क्लोजिङ चाहिँ 2678 को लेभल र 80 को लेभल भन्दा माथि नै क्लोजिङ हुनुपर्ने छ है त। अर्को हप्ता चाहिँ क्लोजिङ हुनु नै पर्ने छ है त। त्यसपछि हामी ढुक्क भयौँ मार्केट अब माथि जाने वाला छ भनेर। अब होइन यो लेभल भन्दा अर्को हप्ता यो लेभल भन्दा 80 को लेभल वा 78 को लेभल भन्दा तल क्लोजिङ भयो भने मार्केट अझ पनि डाउनफलको लागि तयारी गर्दैछ भन्ने चाहिँ बुझ्नुपर्ने हुन्छ। अब हेर्दै जाउँ मार्केट के गर्छ, हाम्रो स्टप लस लिन्छ या मार्केट माथि जान्छ। अब यो भन्दा माथि सस्टेन भयो भने त पक्कै पनि हाम्रो 28 लेभलको टार्गेट हुनेछ। निफ्टी एनालाइसिस कस्तो लागिरहेको छ कमेन्ट गरिदिनु होला है त। थ्याङ्क यू।